अब जो भन्छ मन्त्रीको सालो बत्ती त्यसैले भालो। म पार्टीको कार्यकर्ता हो कि बसको खलासी, जति मान्छे हाले पनि पुग्दैन। यतिको माल ज्यान भएको मान्छे कहाँ विदेश जाने कुरा गरिरहेको? यही हामीसँग मिलेर बसेर काम गर्ने हो नि। यो नेताहरूको अनुहार र आकाश धुम्मिएको देख्दा लाग्छ कि यो राजतन्त्र र पानी उस्तै हो। आउन खोजिरहेछ, आउन चाहिँ सकिरहेछ। केरा पालन जस्तो कुरा नगर न। झन् अघि नै भने होइन मैले? होइन मन्त्रीज्यू, म छोरो मान्छे कसरी माल भए? त्यसो भए के तिमी चिची खान्छौ त? चिची मासु खाने मासु होइन, चिची भनेको चिया र चिउरा भन्ने खोज्यो। यो चिया र चिउरा त नखाने मन्त्रीज्यू, घाँटी मात्र पोल्छ यार। फेरि यो केटोले आएर घरि रविको नाम लियो, घरि बालेनको नाम लियो। त बालेन भन्नुभएको छ भन्यो, के भन्यो? शेरबहादुरजीको कुरा त बुझ्ने मान्छे म, यो केटाको कुरा बुझ्नै सकिनँ। यही केटाको चाहिँ अलिकति हाँस लागेको थियो, यसैले चाहिँ सबै प्लान झन्डा नै गरिदियो। अब झन्डा भनेको चाहिँ के हो भन्नुभएको होला? झन्डा भनेको चाहिँ प्लानलाई झन् डामाडोल गरिदियो भन्न खोजेको। खत्तमै भयो नि।